हेलो दर्शकबिनहरू, आज म तपाईँहरूको माझमा चाहिँ गाउँ जङ्गलतिर पाउने एकदमै अर्गानिक यसलाई भनिन्छ कुरिलो। अब कतिपय ठाउँहरूमा चाहिँ एउटा यसलाई खेती गरेर पनि मान्छेले धेरै आम्दानी गरिरहेका हुन्छन् हैन। यो भनेको तपाईँले खेती नगरिकन एकदमै निशुल्क रूपमा चाहिँ वन जङ्गलतिर पाउने एउटा कुरिलो। आज म तपाईँहरूको माझमा यो कुरिलो देखाउन लागिरहेको छु हैन। यस्तो खालको हुन्छ कुरिलो। आज म तपाईँलाई चाहिँ केलाएर पनि देखाउँछु है त कसरी केलाउने र यसमा के भन्दाखेरि चाहिँ पोलेर पनि खाइन्छ हैन। पोलेर भन्दा नि तपाईँले चाहिँ मेन कुरा चाहिँ यसमा तरकारी खानुभयो भने चाहिँ एकदम बेस्ट हुन्छ है। यो औषधि पनि हो। धेरै मान्छेहरूले चाहिँ आम्दानी गरेर एकदम खेतीपाती गरेर पनि यसमा मान्छेले चाहिँ लागिरहेका हुन्छन्। तर हाम्रोतिर चाहिँ के भन्दाखेरि चाहिँ एकदमै जङ्गलतिर पाउने एकदम अर्गानिक यो चाहिँ जुन चाहिँ अब गाईबस्तु बाख्रा चराउने क्रममा चाहिँ एकदमै जङ्गलतिर प्रशस्त हामीले चाहिँ भेटिन्छौँ। हेर यो एकदम अर्गानिक बिना औषधि बिना कुनै पनि रासायनिक मलको प्रयोग नगरिकन एकदमै जङ्गलतिर आफसाफ एउटा भनौँ न एउटा उत्पादन भएको एउटा अर्गानिक यसलाई भनिन्छ तरकारी कुरिलो। हेरी दर्शकहरू साथीहरू यो पनि हेर्न सक्नुहुन्छ एकदमै अर्गानिक सिस्नु जुन चाहिँ यो सिस्नुमा पनि तपाईँको मिठो नमिठो भनेको कुरो चाहिँ यसबाट पनि थाहा हुन्छ है। जुन चाहिँ यो अलि नजिक देखाउँदा जुन चाहिँ यो काँडा जुन चाहिँ अलिक बाक्लो छ भने चाहिँ तपाईँले एकदम मिठो हुन्छ है। अनि त्यहाँबाट अलिकति पातलो अलिकति भनौँ न अलिक छुँदा पनि नपोल्ने खालको सिस्नु चाहिँ धेरै जस्तो नमिठो टाइपको हुन्छ। यो भनेको यस्तो खालको चाहिँ धेरै नै मिठो हुन्छ है। एकदम अर्गानिक चिजहरू चाहिँ गाउँठाउँ आएपछि खानुपर्छ है। अहिलेको समय भनेको तपाईँले चाहिँ अर्गानिक चिजबाट चाहिँ एकदम फोकस गर्नुभयो भने चाहिँ आफ्नो शरीरको लागि फाइदा त यसै पनि हुने भयो। अनि त्यहाँबाट रोगहरू अनि हरेक रोगसँग लड्ने क्षमता भनेको यिनीहरू नै हो क्या साथीहरू। त्यही भएर आफ्नो गाउँठाउँ भएको चिजहरू चाहिँ एकदम फोकस चाहिँ लिनैपर्छ है। तपाईँहरू चाहिँ के कस्तो लाग्छ तपाईँले खानु भएको छ कि छैन? यदि खानु भएको छैन भने एकचोटि चाहिँ यिनीहरू चाहिँ जसरी पनि तपाईँले चाहिँ लिन चाहिँ सक्नुहुन्छ है। आज म तपाईँलाई चाहिँ यो कुरिलो यो कुरिलो चाहिँ म तपाईँलाई चाहिँ आज केलाएर देखाउन लागिरहेको छु। हेर यसरी केलाएर मजाले यसै पनि पकाएर यसै पनि पोलेर पनि खान चाहिँ सकिन्छ। तर के भन्दाखेरि चाहिँ अलि ढिलो पाक्ने भएको कारणले गर्दाखेरि चाहिँ यसरी चिरेर मजाले तपाईँले चाहिँ तरकारी अथवा यसै यो हाँडीमा मजाले पोलेर खानुभयो भने चाहिँ मजाले टेस्ट चाहिँ लिन सक्नुहुन्छ। प्लस तपाईँले चाहिँ अलिकति सुरुमा लिँदाखेरि चाहिँ के भन्दाखेरि चाहिँ अलिक तितो टाइपको अलि हाम्रो भाषामा चाहिँ के भनिन्छ भने यसलाई चाहिँ क्वामे भनिन्छ हैन। हाम्रो स्थानीय भाषामा चाहिँ हाम्रो स्थानीय भाषाबाट चाहिँ हाम्रो गुरुङ भाषाबाट चाहिँ यसलाई चाहिँ क्वामे भनिन्छ हैन। तर हाम्रो नेपाली भाषाबाट चाहिँ यसलाई चाहिँ कुरिलो भनिन्छ है। कलिलो छ है। हेर्न सक्नुहुन्छ सानो ठुलो हेरी हुन्छन्। तपाईँको हेर्नुहोस् है यो काँडा तपाईँको यो